स्वागत गर्न चाहन्छु। यो गर्मी मौसममा टाढा भएका सम्पूर्ण साथीहरूलाई हाम्रो त्रिवेणीमा नेपाल मगर सङ्घ विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 6 र 7 को संयुक्त वडा समितिको तर्फबाट पुनः स्वागत गर्न चाहन्छु। र यसै गरी अतिथिकै आसन ग्रहणको क्रममा कारणले गर्दाखेरि झन्डै 4 बजी त्यही है र निस्केर आउँदाखेरि आज पनि हामी कम्तीमा 1.5 घण्टा जस्तो बाटोमा अलिकति मिसगाइड भयो, जाममा पर्यो। फाइनली तपाईँको ठाउँमा आएको छौँ। यो पवित्र भूमि त्रिवेणी मै पुग्दाखेरि चाहिँ एकदमै खुसी लागिरहेछ है। चाहेर पनि यो धाममा आउन पाइरहेको थिएन। सो यसको लागि चाहिँ हाम्रो मगर सङ्घलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्पेसली केटीहरू नेपालमा बलात्कारी बढे ज्योतिमर्गको कारणले छोटो लुगाले गर्दा भन्छ, छोटो लुगा परिवर्तन गर्नु पर्यो भन्छ। तर यहाँ लुगा परिवर्तन होइन, सोच परिवर्तन गर्ने बेला भएको छ। तपाईहरूले आफ्नो आफ्नो दिदी बहिनीहरूलाई सुरक्षा दिनुहुन्छ होइन दाजुभाइ हो? खासमा त्यो जरुरी छैन। हामी केटी मान्छे पनि त्यत्तिकै स्ट्रङ छौँ, त्यत्तिकै इन्डिपेन्डेन्ट छौँ, त्यत्तिकै स्मार्ट छौँ। हामी पनि हामीले तपाईँहरूले दिदी बहिनी भनेर सुरक्षा दिनु पर्दैन। एउटै कुरा गरिदिनु होला, अर्काको दिदी बहिनीलाई गलत नजरले नहेरिदिनु होला। आफ्नो दिदी बहिनीलाई सुरक्षा दिनुको साटो अर्काको दिदी बहिनीलाई गलत नजरले नहेर्नु होला। त्यसैले हामीले समाज परिवर्तनको कुरा गर्छौँ। आज मान्यज्यू पनि आउनु भएको थियो जहाँसम्म लाग्छ है। हामी जहिले पनि समाज परिवर्तन गर्नु पर्यो, समाज परिवर्तन गर्नु पर्यो भन्छौँ। सबभन्दा पहिला आफूले परिवर्तन गर्नु पर्यो, आफ्नो सोच परिवर्तन गर्नु पर्यो। त्यसैले सबैजना वुमेन्सहरू यहाँ जति पनि उपस्थित हुनुभएको छ, तपाईँहरूले कहिले पनि यो नसोच्नु होला कि म त समाजमा अलिकति छुट्टै हुने बित्तिकै मलाई मेरो इज्जत हुँदैन होला, मेरो कुरा काट्छन् होला, मेरो लागि राम्रो हुँदैन होला, राम्रो पाइँदैन होला। डजन्ट म्याटर। तपाईँलाई जस्तो जे गर्न मन लाग्छ
घरबाटै गर्नुहोस्। चाहिँदैन सुनको महल माया मुटु भरि छ ए सोल्टीज्यू तिम्रै माया स्वर्ग सरी छ ए सोल्टीज्यू तिम्रै माया स्वर्ग
थर्सडे फ्राइडे स्याटरडे एउटाले धोका दियो भने ब्याकअपमा अर्को हुन्छ किनकि केटा मान्छेहरू पनि त्यस्तै हुन्छ घरमा बुढी हुन्छ तर ब्याकअपमा 3-4 जना चिक्सहरू वरिपरि हुन्छ हो कि केटा हो यसरी केटीहरू पनि सबजना पढ्ने लेख्ने स्मार्ट बन्ने जागिर खाने पैसा कमाउने कसैकोसँग डिपेन्डेन्ट भएर नबस्ने अनि बुढा टङ्क ब्याकअप राख्ने अनि पछाडि गर्ल बोयफ्रेन्डहरू पनि घुमाउने हो कि है त्यसैले अब मैले किन यस्तो भन्छु भने त्यही हो म त चाहन्छु नि होइन नि त चाहन्छु नि अब केटीहरूको आवाज सुन्नु पर्यो सुरिलो आवाज चाहिँ मिक्स भएर आउँछ त चाहन्छु नि हेलो के गर्छ सोल्टी गाउँदै गाउँदै लास्ट सङ्ग सबैजना अझै 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 एकदम एनर्जेटिक भएर है त चाहन्छु नि गाडीमा तपाईँलाई भन्छ है त जिम्मल बगी आमा वे सोल्टी जिम्मल बगी चाहिँ यस सोल्टी आर यु म्यारिड कि सिंगल कि भर्जिन हो नुहाएर आउनुपर्छ नि होइन आई लभ यु भन्न